आज चाहिँ हामी पशुपति दर्शन गर्नको लागि जाँदै स्कुलमा युज गर्छु चाहिँ हजुरले यहीँतिर ग्राउन्ड गराइदिने आज कसलाई कुर्नु भएको तपाईँले? बाबालाई। बाबाको नाम के हो? गणेश आचार्य। गेटबाट आउनुभयो? गेटबाट निस्किने बेला होला है अब। हेलो एन्ड वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी पशुपति दर्शन गर्नको लागि जाँदैछौँ र हामी चाहिँ सब परिवार यसरी रेडी हुँदैछौँ। कृष्ण हामी कहाँ जानु लाग्यो अहिले? ड्याडी लिन जानु ला? ए ल र अब हामी निस्किँदैछौँ र आज हामी पशुपति हुँदै सिनामङ्गल एयरपोर्टबाट दाइला रिसिभ पनि गर्नेछौँ र हाम्रो यात्रा सुरु हुँदैछ। गाडी आउँदैछ, त्यही भएर यस्तो छ अवस्था। गाडी आइपुग्न लागेको छ, हामी निस्किसक्यौँ बाटोमा। छोरी त्यही बस्ने हो गुनी? फाइनली हामी पशुपति आइपुगेका छौँ। अब कहाँ जान्छौँ? भ्रमण गर्न। कहाँ भ्रमण गर्ने? पशुपति मन्दिर दर्शन गर्ने भन्न, भ्रमण गर्ने हुन्छ। फाइनली पशुपति आइपुगेका छौँ हामी। अब हामी दर्शन गर्न जानेछौँ। खरा भाइ? हजुर जाउँ। खरा भाइ। आज कता हरायो? हेलो गाइस, आज हामी कहाँ आइछौँ? हेलो गाइस, आज हामी घुम्न आइछौँ। आज हामी घुम्न आइछौँ।
मङ्की आएको हो फाइनल्ली अब हामी पशुपति आइपुगेका छौँ फाइनल्ली पूजा सकेर अब चाहिँ हामी बाहिर आइसकेका छौँ फाइनल्ली धुपबत्ती बालियो अब एकछिन फोटो खिचेर त्यसपछि हामी निस्कने छौँ खरा भाइ खरा भाइ त्यसो ठीक छ कस्तो भइरहेछ राम्रो भइरहेछ अब कहाँ जान्छ हामी यसपछि एयरपोर्ट के गर्नलाई एयरपोर्ट बाबाले लिन कसको बाबा लिन मेरो बाबाको नाम के हो गणेश आचार्य बा तेरो बाबाको नाम गणेश आचार्य ल हामी पशुपति दर्शन गरेर अब फर्काइँदैछौँ गाइस सो अब यसपछि र अब हामी यहाँबाट फर्केका छौँ अब हामी खाजा खान्छौँ त्यसपछि अनि सिनामङ्गल एयरपोर्ट जानेछौँ मैले स्कुलको लागि गरेको आज केको लागि हो यो मैले चाहिँ स्कुलमा युज गर्छु यो चाहिँ हजुरले यहीँतिर ग्राउन्ड गराइदिने आज श्री पशुपतिनाथ आउनु भएको बेला अब हामी दर्शन गरेर फर्किसकेका छौँ जुत्ता लगाएर पनि अनि कस्तो भयो कस्तो भयो त्यो रमाइलो भयो रमाइलो भयो हो भन न उहाँ रिसाउनु भएछ उहाँ खाजा खाइस मात्रै बोल्नुहुन्छ भन्नुहुन्छ अहिले ल गाइज उहाँ यस्तो छ अनुहार बाँदरले पिट्छ अहिले एकछिनपछि हामी अहिले एयरपोर्टमा छौँ कसलाई कुर्नु भएको तपाईँले बाबालाई बाबाको नाम के हो गणेश आचार्य तपाईँले कसलाई कुरे बाबालाई नाम के हो गणेश आचार्य अब आइहाल्नुहुन्छ ड्याडी ल बोले त्यहाँबाट कताबाट छिर्छ भित्रबाट आउनुभयो गेटबाट निस्किने बेला होला है अब भित्रबाट ल हेलो 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 म भ्लग बनाउँदैछु अहिले